हामी चाहिँ अहिले पनखटे स्टेडियममा छौँ, प्र्याक्टिस गरिरहेको हेरिराखेको छौँ। हरि उहाँ चाहिँ सन्जु स्यामसङ है गाइस। ऊ यता हार्दिक पाण्डे थियो, कपडा चेन्ज गर्दै हुनुहुन्थ्यो, अहिले चाहिँ उता जानुभयो। प्र्याक्टिस चलिरहेको छ साथीहरू। यहाँ चाहिँ 2026 को वर्ल्ड कप अब यहाँ हुने गइरहेको छ। यहाँ अगाडि देख्न सक्नुहुन्छ सन्जु स्यामसङ चौका छक्का हान्यो गाइस। प्र्याक्टिस चालु छ अहिले। अबको 2 दिनपछि चाहिँ हाम्रो नेपालको म्याच यहाँ छ। फर्स्ट चाहिँ इङ्ल्यान्डसँग अनि इटलीसँग। यदि तपाईँहरू इन्डियामा कामको सिलसिलामा हुनुहुन्छ भने अथवा पढाइको सिलसिलामा हुनुहुन्छ भने या यतै बस्नुहुन्छ भने समय मिलाएर आफ्नो देशको खेलाडीहरू खेलिरहेका छन्, समर्थन गर्न आउनु होला है साथीहरू। फर्स्ट प्लेयरको लागि पनि यहाँ चाहिँ गाडी लाइटिङको सिस्टमहरू सबै भइसकेको छ। हिजो फ्लड लाइट चाहिँ चेकिङ गरेको थियो, सब सेटअप गरिसकेको छ। साफसफाइ पनि चल्दैछ, प्र्याक्टिस पनि सँगसँगै चलिरहेको छ है साथीहरू। यहाँनिर झन्डा फरफराइरहेको देख्न सक्छौँ हामी। फुल टाइट छ है साथीहरू यहाँ चाहिँ। क्याच यहाँ चाहिँ पुरा पुलिस आर्मीहरूको एकदमै बाक्लो उपस्थिति छ। सेक्युरिटी एकदमै टाइट छ है। उहाँ चाहिँ हार्दिक पाण्डे है गाइस, ब्याट लिएर जाँदैछ। एकदमै बवाल हुनेवाला छ साथीहरू। हाम्रो नेपालको खेलाडीहरू पनि आइसकेका छन्। उहाँहरू चाहिँ खाना खाइरहनु भएको छ भन्ने हामीले सुन्नेमा आएको। सेक्युरिटीहरूले हामीलाई भन्नुभएको थियो क्या। सो एक्साइटेड छु क्या म चाहिँ। आफ्नो देशको खेलाडीहरू यहाँनिर आएर खेल्न गइरहेको छ र त्यसमा चाहिँ हामीले पनि नजिकैबाट अवलोकन गर्न पाउन धेरै नै खुसी छु क्या। यहाँनिर चाहिँ क्यामेराम्यान हुनुहुन्छ है कहीँ। अब चाहिँ हाम्रो फर्स्ट म्याच चाहिँ इङ्ल्यान्डसँग छ र सेकेन्ड म्याच इटलीसँग। हामी नेपालको टिम, हाम्रो नेपाल चाहिँ सुपर 8मा पुग्नको लागि इङ्ल्यान्ड र इटलीलाई चाहिँ जित्नै पर्ने हुन्छ। हाम्रो टिमले जित्नै पर्ने दबाब छ, जित्नु पनि पर्छ। अहिलेसम्म चाहिँ एकदमै प्रतिस्पर्धी रूपमा युए र क्यानाडालाई पनि जितेर आइसकेको छ भने आशा छ हाम्रो टिमले चाहिँ जित्दै जानेछन्। डबल 6 हान्यो गाइस। 10 बलमा 30 मा हानेर 300 को स्ट्राइक हानेको थियो यार हिजो। उले हार्दिक पाण्डेले 10 बलमा 30 अर्षदेव क्याच गरे गाइस। अर्षदेव सिंह है। उहाँ ब्याटिङ गर्दै हुनुहुन्छ। फेरि हार्दिक पाण्डे फेरि 6 हान्यो। क्याच कहाँ छ नेपाली प्लेयर आएको? अभिषेक शर्मा है गाइस। यो जाङ्गे लगाउनु भएको छ नि अभिषेक शर्मा। छक्का हान्यो अभिषेक सर। आवाज चाहिँ पुगेन क्या। अभिषेक सर क्याच। ल क्या क्याच गरेछ यार। किन्तु यिनीहरू त बाहिर देशको रहेछ। बल लिन गर्दै बिचरा एकतिर फाल्के हेरिदिइरह्यो। इङ्ल्यान्डको खेलाडीहरू के हो गोराहरू रहेछ।
गइरहेको छ गाइज ट्रकमा। क्याच वाट टच क्याच यार। हिमाल बलमा पैसा लगाऊ क्या बलमा पैसा लगाऊ। अभिषेक सर क्यामेरा गाइस ल ये क्यामेरा पनि आइसक्यो ड्रोन हो। क्याच 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 यहाँ आए त म छोपिहाल्छु नि। आउट नट आउट। वाट अ क्याच यार। यस्तै खेल्ने भन्दा ट्रफी त यिनीहरूले नै उचाल्छ। कुन हार्दिक पाण्डे हेर गाइज ओ हार्दिक पाण्डे गाइज। लाताले पाउँछ। यस्तै ग्राउन्ड भयो त ज्याम यस्तै खाना नि काइदा हुन्छ क्या यार। यस्तो स्मुथ छ त्यही भएर जति दाइ फान्ने रहेछ कि यिनीहरू बल्ल थाहा भयो। छक्का हान्यो यार। चौका यो चाहिँ वानखेडे स्टेडियमको गेट नम्बर 2 हो। एकदम बाक्लो उपस्थिति रहेको छ पुलिस आर्मीहरूको। सेक्युरिटी एकदम टाइट छ है साथीहरू।